नेपाल प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण देश हो। तीर्थस्थलहरूको यात्रा गर्नु केवल घुमघाम मात्र होइन, आत्मिक शान्ति प्राप्त गर्ने माध्यम पनि हो। यसै क्रममा मैले दुप्चेश्वर मन्दिरसम्मको यात्रा गर्ने अवसर पाएको छु, जुन मेरो जीवनको अविस्मरणीय अनुभव बनेको छ। म बिहानै सबेरै काठमाडौँबाट यात्रामा निस्किएको थिएँ। सहरको भिडभाड छोड्दै अब हामी नुवाकोटतर्फ अघि बढ्यौँ। बाटोभरि हरियाली, डाँडाकाँडा, खोलानाला र गाउँघरको दृश्यले मन लोभ्याएको छ। यात्रा जति अगाडि बढ्दै गयो, वातावरण त्यति नै शान्त र रमणीय हुँदै गएको थियो। मन्दिर नजिक पुग्दा भक्तजनहरूको चहल पहल त्यत्तिकै थियो। मन्दिर परिसरमा प्रवेश गर्दा घन्टीको ध्वनि र धूपको सुगन्धले मनमा अनौठो शान्ति छाएको थियो। मैले श्रद्धापूर्वक पूजा आराधना गरेँ। त्यहाँको शिवलिङ्गलाई सौम्य मानिन्छ भन्ने सुन्दा मनमा अझ श्रद्धा जागिएको थियो। विशेष गरी सन्तान प्राप्तिको कामना गर्ने भक्तजनहरू भाकल गर्दै गरेको दृश्यले त्यहाँको धार्मिक महत्त्व झन झल्काउँछ। मन्दिर वरिपरि फैलिएको प्राकृतिक सौन्दर्यले मेरो मन अत्यन्त प्रसन्न बनाएको थियो। हरियाली, जङ्गल र शुद्ध हावाले यात्राको थकान पनि हराएर गयो। केही समय त्यहीँ बसेर शान्त वातावरणको आनन्द लिँदै मैले आत्मिक सन्तुष्टि महसुस गरेको थिएँ। अन्ततः दुप्चेश्वर मन्दिरसम्मको मेरो यात्रा केवल एक धार्मिक मात्र नभई जीवनमा नयाँ ऊर्जा र सकारात्मक सोच ल्याउने अनुभव बनेको छ। यस्तो पवित्र स्थलको दर्शन गर्ने अवसर पाउनु मेरो लागि अत्यन्त सौभाग्यको कुरा हो।